नमस्ते। हिजो मैले एउटा भिडियो राखेको थिएँ कन्टिन्युअस ग्लुकोज मोनिटरिङ डिभाइसको बारेमा। धेरैले यसलाई मन पराइदिनु भएको छ र धेरै कमेन्टहरू गर्नुभएको छ। अलिकति कन्फ्युजन पनि भयो जस्तो छ। त्यसको म थोरै अलिकति खुलाएर विस्तृत जानकारी दिन्छु है त। धेरैको कन्फ्युजन के छ भन्दाखेरि यो अरू भन्दा के फरक छ त नि, म त बरु ग्लुकोमिटरले सुगर चेक गर्छु नि, त्यो ठिक छ भन्ने कुरा छ। यसमा त्यसको फाइदा के हो भन्दा हजुरको यसले 14 दिनसम्म कन्टिन्युअस भनेको तपाईको 24 घण्टा प्रत्येक सेकेन्ड सुगर चेक गर्छ र त्यसको डाटा मोबाइलमा पठाउँछ। यसले के फाइदा हुन्छ भन्दा हजुरको बच्चाहरू अथवा हजुरले पनि जसले इन्सुलिन लगाउनुहुन्छ उहाँहरूको सुगर प्रत्येक मिनेटमा, आधी घण्टामा, 1 घण्टामा फरक हुन जान्छ। तपाईहरु खानाको बारेमा कन्फ्युजन हुन सक्नुहुन्छ, कुन खाना खाँदा कति सुगर बढ्दो रहेछ आफ्नो शरीरमा, मान्छे अनुसार फरक हुन्छ। त्यसकारणले गर्दाखेरि हजुरको बच्चा सुतेको बेलामा उसको सुगर कहिलेकाहीँ एकदमै हाई भइराखेको हुन सक्छ अथवा लो भएर उसलाई हाइपोग्लाइसिमिया अथवा सुगर लो हुने खतरा पनि भएको हुन सक्छ। बच्चा स्कुलमा गएको हुन्छ, खेलिराखेको हुन्छ, त्यस्तो बेलामा हजुरलाई पिर परेको हुन्छ उसको सुगरको लेभल कस्तो छ। त्यस्तो बेलामा हजुरले घरमै बसेर उसको सुगरको लेभललाई चाहिँ चेक गर्न सक्नुहुन्छ। त्यस्तै हजुरले चाहिँ अब ट्राभल गर्दै हुनुहुन्छ, खानाको राम्रोसँग व्यवस्था भएन, सुई लगाउनु पर्ने छ, सुगर लेभल कति छ, ग्लुकोमिटरले हेर्न त सक्नुहोला, तर त्यसले एकचोटिको मात्र रिडिङ दिन्छ भने यसले कन्टिन्युअस रिडिङ दिन्छ, जुन धेरै नै फाइदाजनक हुन्छ। अब कसले लगाउने भन्ने कुरा पनि एकदमै कन्फ्युजन छ। यो सबै सुगरका बिरामीले लगाउने होइन है। यदि हजुरले ट्याब्लेटहरू खाइराख्नुहुन्छ भने यसको कुनै मतलब छैन। यो सिर्फ जो व्यक्तिले इन्सुलिन लगाइराख्नु भएको छ र त्यति लगाउँदा पनि हजुरको सुगर कन्ट्रोल छैन। आज हेर्यो फास्टिङ सुगर 70 मात्रै छ, भोलि हेर्दा 350 छ। दिउँसोतिर हजुर सुगर लो भएर एकदमै आत्तिनुहुन्छ, बेलुका हेर्दाखेरि 500 सुगर हुन्छ भनेपछि के छ त, ल्याबमा गएर सुगर चेक गर्दा अथवा ग्लुकोमिटरले सुगर चेक गर्दा त्यसको एक्ज्याक्ट ग्लाइसेमिक भेरिएबिलिटी भन्छ, सुगर तल माथि हुने चाहिँ त्यसले देखाउँदैन, सिर्फ यो मेसिनले देखाउँछ। यसको फाइदा यो हो। कस्ता व्यक्तिलाई फाइदा हुने भयो त, जसले इन्सुलिन लगाउँछन् त्यस्ता व्यक्तिहरूलाई डक्टरले लगाइदिएर डोज मिलाउन सक्नुहुन्छ। खानामा यहाँ बढी भयो, यहाँनिर इन्सुलिनको मात्रा बढी भएछ, यो इन्सुलिनलाई घटाउन पर्यो। हामी त्यसरी चाहिँ 14 दिनसम्म यसले हेर्छ। प्रत्येक दिन हामी चाहिँ डक्टरलाई भेटेर, बिरामीलाई भेटेर हामीले चाहिँ अब यसो गर्नु भनेर सल्लाह दिन्छौँ। यो सधैँको लागि होइन, हजुरको डोज एडजस्टमेन्ट गर्नको लागि मात्रै हो है। 14 दिनपछि यसलाई झिकेर फालिदिने हो, बुझ्नुभयो नि त। सबैले लगाउनु पर्दैन। एभाइलेबल जता पनि छ। त्यो अस्ति हामीले राखेको भिडियो बेच्नको लागि होइन है। सबैले चाहिँ कहाँ एभाइलेबल छ, हामी यसको सप्लायर पनि होइन, यसको म्यानुफ्याक्चर पनि होइन। सिर्फ यो हाम्रो बिरामीहरूलाई यस्तो छ है भनेर चाहिँ एउटा इन्फर्मेसन मात्रै दिन खोजेको। यसमा नझुक्किनु होला है त। यसको मूल्य फरक हुन्छ। मूल्य चाहिँ तपाईको केमा निर्धारण गर्छ भन्दाखेरि कुन कम्पनीको हजुरले युज गर्नु